हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज म बिहान उठेर नुहाइधुवाइ गरेर फ्रेस भएँ। आज म घुम्न जानको लागि रेडी हुँदैछु। घुम्न जाने भयो नि पछि त निन्द्रै लाग्दैन मलाई मात्र यस्तो कि तपाईहरुलाई पनि यस्तै हो। चिया पिउँदै हुँदै लागे चाहिँ तपाईहरुलाई एकैचोटी मेरो फाइनल लुक देखाउँछु है त गाइस। यो चाहिँ मेरो फाइनल लुक हो। अब चाहिँ म लागे त गाइजहरु। आफ्टर लङ टाइम म चाहिँ घुम्न जाँदैछु हैन। धेरै भयो घुम्न नगएको। कहिले काम कहिले गएको भएर चाहिँ छुट्टी नै मिलेको थिएन कि। आज चाहिँ काम पनि यासुमी गएको पनि यासुमी भएर चाहिँ घुम्न जाँदैछु म। द मौसम पनि सफा, पुरा घाम लागिरहेछ। बिहान चाहिँ पानी परेको थियो, अहिले चाहिँ घाम लाग्यो। पानी पर्छ होला भन्ने चिन्ता लागिरहेको थियो। त्यस पानी चाहिँ परेन, तर एकदम चिसो परिरहेको, चिसो छ। एकदम हावा चलिरहेको, हावाले कपाल उडाकै छ मेरो। ल म चाहिँ अब घुम्ने ठाउँमा पुगेर तपाईहरुलाई देखाउँछु। अहिले चाहिँ म ट्रेन स्टेसनमा जाँदैछु। छुट्यो ट्रेन छुट्टी गयो। अब कति बेला आउने होला नि ट्रेन। मेरो गाउँमा एकदम ढिलो आउँछ त्यो ट्रेन पनि। म चाहिँ यहाँ ट्रेन कुदेर बसिरहेको छु। झ्याउ लाग्यो ट्रेन कुद्दा झ्याउ लागेर यसो सेल्फी हान्दै बसेको कि। ल ल ल बल्ल मेरो ट्रेन पनि आयो। अब कुद्दा बल्ल आयो। लागि अब अर्को ट्रेन चढ्नको लागि म चाहिँ यो ठाउँमा जतिचोटि आउँछु त्यतिचोटि हराउँछु कि। जहिले पनि हराइ हुन्छु कि खालि। पछि अर्को ट्रेन आउँछ अनि फेरि जान्छु। ट्रेन आयो। बाहिर निस्किनुतर्फ लागे। धेरै खुट्किला हो कि। खुट्किला चढ्दा बाहिर निस्किनलाई खुट्टै गल्यो भने चिसो छ हो मौसम पनि। कतापट्टि जानु त अब। कहाँ साथीहरू मौसम एकदम सनी। म चाहिँ कता जाने भएर अलमल परेर चाहिँ बसिरहेको छु कि। दिदीहरू दिन आउने भनिराख्नु भएको छ। म चाहिँ अब यहीँ बसिरहेको छु। एकदम मौसम चाहिँ दामी भइसक्यो। हेलो कहाँ चाहिँ रहेछ पुरा यस्तो भयो त चाहिँ। एकदम खुसी छु म आज। आउँदा नि आउँदैन त खोइ मलाई लिनलाई। चाहिँ कुदेर बसिरहेको छु। झ्याउलाएर फोटो खिच्दै बसेँ। फाइनली दिदीहरू चाहिँ आइपुग्नु भयो। त्यहाँ आउँदैछन् दुईटी मलाई लिनलाई हिरोनी भएर। को आन्छ यिनीहरू आमा हिरोनी आएर को आन्छ। फेरि हामी हाम्रो गन्तव्यतिर लागि आज कति समयपछि घुम्न आएको।
ठाउँ पो रहेछ त नि यता त रमाइलो रहेछ त यता हामी खेल्नु पाउँथ्यो होला नि यहाँ मैले त्यो ठाउँमा चाहिँ अलिक हाम्रो भयो नि त फोटो राम्रो अरे अनि त्यो आएको चिल्लै आज शनिबार भएर होला आज हामी ओहरीको गार्डनमा हिँडेको बाटो थाहा नभएर हिँड्दै 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 म्याप हेर्दै हेर्दै हिँडेको 3.5 घन्टा मात्रै म 3.5 घन्टामै त राति ए दुइटैको काम छ ए त मम्मीजीहरू पनि फुल्ने बेला भइसक्यो रातो हुने हामी चाहिँ भित्र पुगेर छिरिसक्यौँ नाच्छ नाच्छ ब्याग उता भनेर खोइ त धुवा आउँछ भनेर आएको धुवा नै आएन त धुवा आउँदैन भनेको धुवा आउनु चाहिँ स्टार्ट भयो अब चाहिँ धुवा आउँदै फेरि रोकिँदै गर्ने रहेछ कि आइ चाहिँ राख्दैन रहेछ यस्तो छ यहाँको भ्यू चाहिँ कस्तो रमाइलो कि फोटो सोटो खिच्यौँ होइन भिडियोहरू बनायौँ फोटो भिडियो बनाउने टिकटक बनाउने हुँदा भ्लगै बनाउन बिर्सिरहेको घुम्यौँ होइन घुम्दा घुम्दा रमाइलो भयो यतापट्टि चाहिँ छाता जस्तो रहेछ कि फोटो खिच्न मन लागिहाल्यो फोटो पनि खिचिहाल्यो त चाहिँ हाम्रो लास्ट भिडियो फोटो भएर हामी चाहिँ निस्क्यौँ अब घर जानलाई बाहिरतिर आयौँ कस्तो राम्रो मौसम हो मौसम पनि कतिवटा जम्मा भएको एउटा दुईटा तिनवटा हामी चाहिँ अलिबार यहाँ भ्यू हेर्दै बस्यौँ के आनन्दसँगले कस्तो रमाइलो लाग्यो अब चाहिँ हामी घरतिर फर्किन लाग्यो रमाइलो के रमाइलो रमाइलो होला खाजा खाएर अब आफ्नो बाटोतिर लाग्यो कस्तो भयो आजको दिन धेरै समयपछि हामी भेट भएको खायौँ पियौँ अगायौँ अब चाहिँ आफ्नो बाटोतिर लाग्यो म अब यताबाट हो तपाईँहरू यताबाट हो हामी त कहाँ खाने अब तपाईँहरूको उता त्यहीँ हो कि तपाईँहरू बिच बिचबाट मात्रै यता हो गर्नै पाएन भिडियो त्यो जान्ला बाई बाई अब पछि भेटौँला बाई अब जाने बेलाहरू पनि भयो अनि अब जाने घरतिर आजको भिडियो चाहिँ यति नै हो गाइज रुममा आइपुग्दा चाहिँ पुरा रात परेर अँध्यारो भइसकेको थियो कि बाई बाई गाइज फेरि अर्को भिडियोमा भेटौँला थ्याङ्क यू फर वाचिङ